माताजी यता हाम्रो 7 108 तारा माताजी प्रणाम। आज हामी गोसाइकुण्डको यात्राको लागि निस्किँदैछौँ। अब यसरी नै विभिन्न भिडियोहरू क्लिप्सहरू खिचेर चाहिँ हामी हजुरहरूलाई देखाउनेछौँ। चाहिँ आइपुगेर हाम्रो माताजी गाडीबाट ओर्लिँदै हुनुहुन्छ। अब यहाँबाट चाहिँ अब हाम्रो हिँड्ने कार्यक्रम हुन्छ। अहिले हामी आएको गाडी दुईवटा थियो र हाम्रो यता सर हुनुहुन्छ। माताजी प्रणाम। हाम्रो मिरा माताजी, हाम्रो मिना माताजी र हाम्रो चन्द सर। हाम्रो यात्रा अब हामी अब हिँड्दै हिँड्दै जाने हो। माताजी रेडी हुनुहुन्छ नि होइन? प्रणाम सर प्रणाम। अब हिँड्नुपर्छ, खुसी हुनुहुन्छ नि होइन? अब हाम्रो चाहिँ गाडीको यात्रा यति मात्रै हो। सर कस्तो लाग्दैछ चन्द सर हजुरलाई? राम्रो लाग्दैछ। हाम्रो एकदम भ्यू पनि एकदम यो डाँडा काँडा एकदम हरियाली रमाइलो। अब हो यो बाटो अब हामी हिँड्दै 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 उहाँहरू हो लट्ठी उहाँहरूले टेक्दै टेक्दै आउनुभयो। हो उहाँहरूले टेक्दै टेक्दै यसरी नै हामी पर्सि आउँछौँ। अहिले हामी नागु भन्ने गोसाइकुण्ड हो यतापट्टिबाट हामी यहाँ बोर्ड साइन बोर्ड देख्न सक्छौँ। अब यहाँबाट हामी जान्छौँ उता यो जङ्गल 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 हुँदै हामी चाहिँ अब त्यो परको अलिकति सानो घरहरू देखेको ठाउँसम्म जान्छौँ र हामीले लिएको जुन खाजा छ खाना छ त्यो हामी अब खान्छौँ। गोसाइकुण्ड जाने क्रममा हामीले खानाको रूपमा चिउरा दही घरमोट मखना खायौँ र माताजीले अघि चाउली खानुभयो। प्रणाम माताजी। हामी खाजाको लागि विश्राम गरिरहेका छौँ। यहाँ हाम्रो माताजी एकदम बाजुराज जस्तै सेवा गरेर यहाँ हामी सबैलाई प्रसाद दिँदै हुनुहुन्छ। महाराजी पनि प्रसाद दिँदै हुनुहुन्छ। यहाँ हाम्रो अङ्कल प्रसाद पाउँदै हुनुहुन्छ। यहाँ हाम्रो मिना दिदी पनि अचार मिठो मिठो अचार बट्टामा यी टमाटरको अचार हो है सुन्न चाहन्छु। अनि हामीले खायौँ यो जङ्गलको छेउमा बसेर। यहाँ खोला नदी छ। यहाँ हाम्रो सरहरू लिँदै हुनुहुन्छ प्रसाद। यहाँ जुलुङ्गे पुल छ। एकदम मिठो भइरहेको छ हाम्रो खाना। हाम्रो महाराजी आचार्य विमल चन्द्र दाहाल, हाम्रो मिरा माताजी प्रणाम। माताजी प्रणाम। प्रणाम मिना दिदी। प्रणाम सर। हाम्रो जयबहादुर सर चन्द सर। मिठो भयो नि भोजन होइन सर? हजुरलाई कस्तो भयो भोजन गरेर हामी निस्केको? भोजन भजन। अब हामी यो झुलुङ्गे पुल तरेर चाहिँ अब गोसाइकुण्डको यात्रामा निस्किँदैछौँ। प्रणाम।
यस्तो दिव्य यात्रा यो यही हो नि परम्परा। रुखको अचम्म खाएको रुख के यहाँ भरि हामीले सेकेन्ड नट भोजनपछि र बिरे खोर्सानी खानालाई विश्राम गर्दैछौँ। यहाँ दिजुले सुधार्दै बसिन्छ, यता हाम्रो दिजु बसिन्छ, यता माताजीले डिस्टुरुट, माताजीले बिरेमा। हजुरले खाइस्यो? ए कति छिटो ध्रुव कस्तो छ? ल बिरेनु सर्ला खोइ त। कति जोगी कति कहाँ गए आखिर के ही साथ गए न प्रभु को नाम शिवाय प्रभु को नाम शिवाय। कस्तो रहेछ जगत? जगत के रहेछ त? मिथ्या ब्रह्म सत्यम जगन मिथ्या जीवो ब्रह्मैव नापर। सबै परमात्माको विराट रूप हो यो। यी सबै देखेका यी सबै पहाड पर्वत सबै भगवानका हड्डीहरू हुन्, हाडहरू हुन्। वनमा रहेका यी रुख बोट बिरुवाहरू यी सबै के हुन् भन्दा भगवानका रोमावलीहरू हुन्। अनि यी नदीहरू छन् नि जति पनि सबै परमात्माका नसाहरू। यहाँ जति नाडीहरू रगत बगिरहेको नाडीहरू खोलाहरू हुन्। भने यो जुन प्रकृति छ सुन्दर, यो सबै परमात्माको हाँसो हो भनेपछि कति राम्रो छ प्रकृति। यो प्रकृतिको अवलोकन गर्दै गर्दै हामी यसरी हिँडिरहेछौँ। विराट पुरुषको यो जुन एउटा देखिएको दृश्य हो, सबै विराट पुरुषको शरीरमा भएका हुन् यी सबै रुख बोट बिरुवा। हामी पनि परमात्मै भित्र छौँ हामी। कृष्णम वन्दे जगद्गुरुम। गौरी के गर्छौ? यहाँबाट चाहिँ हे राज्य हे कृष्ण मधुर मधुर गीतम मङ्गलं मङ्गलानां सकल निगमवल्ली सत्फलं चित्स्वरूपं सकृदपि परिगीतं श्रद्धया हेलया वा भृगुवर नरमात्रम्।
तारायत कृष्ण कन्हैया लाल की जय। गर्नु त महाराज। चन्दनबारीको परम आदरणीय प्रातकालीन दृश्य आज हामी हेलिप्याड पनि त्यहाँ रहेछ। आज हामी यहाँ ढिम्सा यो होटलमा बस्यौँ। अब यहाँबाट माताश्री बिहानै न्यास ध्यान सकेर अलिकति भूमि में करती गीता है इसके सैनिक समर भूमि में गाया करती गीता है जहाँ खेत में हल के नीचे खेला करती सीता है ज्ञान यहाँ का गंगा जैसा निर्मल है अभिराम है हर बाला देवी की प्रतिमा बच्चे बच्चे राम है चंदन है इस देश की माटी तपोभूमि हर गांव है हर देवी हर बाला देवी की प्रतिमा बच्चा बच्चा राम है। माताजी कफी त नि दिव्य छ त नि बाटोमा के हट कफी कि कोल्ड ऊ हाम्रो महाराजीले पछाडि बनाउँदै हुनुहुन्छ कफी चिसो छ यो एकदम दुध पनि रहेछ यहाँ डाँडाको दृश्य यहाँ हाम्रो सर हुनुहुन्छ यहाँ बिस्कुट पनि हामी अब देउराली पुग्न आँटेका छौँ माताजी महाराजी मिरा दिजूहरू मिना दिजू आउँदै हुनुहुन्छ सबै परमात्माको विराट रूप हो यो सबै देखेका यी सबै पहाड पर्वत सबै भगवानका हड्डीहरू हाडहरू सबै वनमा रहेका यी रुख बोट बिरुवाहरू यी सबै के हुन् भन्दा भगवानका रोमावलीहरू अनि यी नदीहरू छन् नि जति पनि सबै परमात्माका नसाहरू यहाँ जति नाडीहरू रगत बगिरहेको नाडीहरू खोलाहरू भने यो जुन प्रकृति छ सुन्दर यो सबै परमात्माको हाँसो भनेपछि कति राम्रो छ प्रकृति यो प्रकृतिको अवलोकन गर्दै गर्दै हामी यसरी हिँडिरहेछौँ विराट पुरुषको यो जुन एउटा देखिएको दृश्य सबै विराट पुरुषको शरीरमा भएका हुन् यी सबै रुख बोट बिरुवा हामी पनि विराट पुरुषकै भित्र छौँ परमात्मै भित्र छौँ हामी प्रणाम
हाम्रो श्री तारा माता जगदिदं थकित सुदामा क्षणभङ्ग जसरी नै आउँदै हुनुहुन्छ। वैराग्यराजको भवभक्ति कस्तो कस्तो महसुस भइरहेछ त माते? यो दुःखमा राधाकृष्ण जगत के रहेछ आखिर? दुःखमा राधाकृष्णको नाम लिँदा आनन्दको अनुभूति भएको छ। दुःखमा नै परमात्माको अनुभूति भएको छ। दुःख से पिउजी मिलेसी भन्ने एउटा पद्य पनि गाउँछन् जोगीहरू। यसरी बिस्तारो जाउँ, ढुङ्गा यस्तो बाटा, उबड खाबड अग्लो बाटो। ए ला लडिन्छ है, प्रणाम। हाम्रा यात्रुहरूलाई के सन्देश दिनुहुन्छ त माते? यात्रुहरूलाई जति लक्ष्यमा पुग्न सजिलो हुँदैन, आँतिएको मनलाई सम्हाल्दै जाऊ। लक्ष्यमा पुग्न सजिलो त छैन, तर हरेस नखानु, सब कुरा खानु, त्यसमा खानु। जय श्री कृष्ण। उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः। भनिएको छ कि उद्योगले नै, परिश्रमले नै कार्यहरू सिद्ध हुने गर्दछन्। सुतिरहेको सिंहले पनि आहार भेट्दैन, तर मान्छेले डर देखाए जस्तो अप्ठ्यारो बाटो पटक्कै छैन। खोबिल्टो देख्छ नि, एउटा कुरा याद आउँछ, तर यसको अलग्गै बनाउनु। यो खोबिल्टो देख्छ याद आयो, एकपल्टको कुरा हो। एक राजपूतकी छोरीको विवाह मन्त्रीसँग हुन आएको थियो। उहाँले पहिले जुन मगनी सानैमा गरेर सबै जनै सुपारी गरिसकेपछि जब 21 वर्षकी भइन् कन्या, 18-19 वर्षकी, त्यो समयमा राजपूत अब भोलि विवाह गर्न आउँदैछन्। उनले थाहा पाइन्, गीता पढ्थिन् सधैँ। गीताको शक्ति हेर्नुहोस्, पिताजीले गीता पढाउनुहुन्थ्यो, अनि त्यो गीताले गर्दा उनलाई वैराग्य आयो। अब भोलि जन्ती आउँदैछन् राजपूत सबै उनीहरू परिवार। अब उनले सोचिन्, मैले बिहे गरेँ भने गृहस्थीको कुहिएको दलदलमा फस्ने छु भनेर। अनि के गरिन् भन्दाखेरि राति नै भागिन्। यसरी भागिन् कि अब भोलिपल्ट जन्तीहरू घरमा आइपुगे, कन्या छैनन्। बिहान उज्यालो भयो, कन्या छैनन्। दिनभरि खोजे, कन्या छैन। नभएपछि अब एक दिन त बित्न आँटो। अब कहाँ गइन् त भन्दा सखीहरूबाट थाहा भयो कि ऊ चाहिँ वृन्दावन जान्छु भन्थिन् कृष्ण प्राप्तिको लागि। अब उनीहरू वृन्दावनतिरै लागे, घोडा लिएर चाहिँ पुरा हात्ती घोडाहरू लिएर दौडे, सेना सहित सबै उनीहरू राजपूत घरानाका सिपाही सबै दौडिरहेका छन् उनलाई खोज्न। उनले थाहा पाइन्, गडगडाहटको आवाज आयो। त्यो समयमा उनले के गरिन् भन्दा अब काहीँ लुक्ने ठाउँ छैन, आइसके। अब के गरिन् म बच्नु पर्यो अब भनेर एउटा ऊँट मरेको रहेछ। त्यो मरेको ऊँटको सबै के अरे शरीरमा हाड खोडहरू चाहिँ सबै यस्तो जिङ्रिङ्ग परेको, अनि खाल्डो भएको छ पेट, यस्तै खाल्डो भएको छ। त्यो पेटभित्र सट्टै पसिन्, अनि पसेर त्यता सिनो थियो, गनाइरहेको थियो, सट्टै पसिन् र छोपिन् यस्तो अलिकति पस्ने ठाउँ थियो, छोपिसकेपछि अब त मरेको ऊँटभित्र उनलाई कति गन्दगी भयो, कति किरा थियो त्यहाँनिर। अब ती किरा गन्दगी सहन गर्दै ऊ त्यहाँ बसिन्। अब ती हात्ती घोडाहरू सबै लिएर सेनासहित गए वृन्दावन गएर चारैतिर खोजे, भेटेनन्। त्यहाँनिर अब उनीहरूले के गरे भन्दाखेरि त्यहाँका सबैलाई, सेना पुलिसहरूलाई, त्यहाँका सबै केन्द्रमा हाम्री यस्तै कन्या आइन् भने हराएकी छिन्, तपाईँहरूले अवश्य पनि हामीलाई जिम्मा लाइन होला भनेर फर्किँदा त्यही बाटो भएर फर्के नि। गडगडाहट घोडा गइरहेका छन्, दौडिरहेका छन्। त्यो गइसकेपछि अनि ऊ लगभग एक रातभरि ऊ त्यो सिनोभित्र बसिन्। त्यहाँबाट अनि हतार निस्केर ऊ वृन्दावन गइन् र कृष्ण भनेर त्यो वृन्दावनको यमुना नदीमा गएर चाहिँ स्नान गरेर बङ्गै लडे। त्यो समयमा श्रीकृष्ण आउनुभयो र कृष्णले सखीहरूलाई पठाएर उनको सबै थकान गलान पुरा नाश गरेर उनलाई यस्तो सुन्दर सखी बनाउनु भयो, रूपै फेरिदिनु भयो। अनि त्यति बेला चाहिँ श्रीकृष्णले 4वटी सखी दिनुभयो उनलाई सेवा गर्नुभयो। ती सखीहरूले उनलाई सोधे, उनको कहानी कसरी घर छोडेर आउनुभयो, आज कृष्ण परमात्मा यति छिटो कसरी प्राप्त गर्नुभयो भन्दा उनको कथा उनले सुनाइन्। मरेको ऊँटभित्र म एक रात पुरा बसेँ, दुर्गन्ध सहेर चाहिँ बसेँ। अनि तपाईँ त्यस्तो दुर्गन्ध कसरी सहन गर्न सक्नुभयो, त्यस्तो गनाएको त कसरी सहन गर्न सक्नुभयो त भन्दा एक रातको दुर्गन्ध सहेर मैले संसारको दलदल, संसारको मोहरूपी दुर्गन्धबाट सधैँभरि मुक्त भएँ।
म एक रात त्यो दुर्गन्धमा बसेको थिइनँ भने सधैँभरि संसारको मायाको दुर्गन्धमा, संसारको मोहको दुर्गन्धमा जीवनभरि फस्थे, मुक्त हुन सक्दिनँ थिएँ। गृहस्थको झन्झट भनेको त्यस्तो हो, सधैँभरिको जुन दुर्गन्ध हो। त्यसले गर्दा मैले एकछिन एक रात तपस्या गरेर कृष्णलाई भेटेँ। त्यसले गर्दा परमात्मालाई प्राप्त गर्नुको लागि हरेक कुरा सहन गर्नुपर्छ। कृष्ण कन्हैया लाल की जय। श्री कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। श्री कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। जय श्री कृष्ण बोलो जय राधे, जय श्री कृष्ण जय राधे, जय कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। जय श्री कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। जय श्री कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। जय श्री कृष्ण बोलो जय राधे, जय राधे, जय राधे। जय श्री कृष्ण बोलो जय राधे, जय श्री कृष्ण बोलो जय राधे, जय श्री कृष्ण बोलो जय राधे। श्री गोविंद गोपाल मदन मोहन, जय जय राधे जय कृष्ण, जय हो वृंदावन। जय राधे जय कृष्ण, जय हो वृंदावन। श्री गोविंद गोपाल मदन मोहन, श्री गोविंद गोपाल मदन मोहन, मदन मोहन। जय राधे जय कृष्ण, जय हो वृंदावन, वृंदावन। जय राधे जय कृष्ण, जय हो वृंदावन। श्री गोविंद गोपाल मदन मोहन, श्री गोविंद गोपाल मदन मोहन, मदन मोहन। जय राधे जय कृष्ण, जय हो वृंदावन, वृंदावन। जय राधे जय कृष्ण, जय हो वृंदावन। राधा के पूरक है कान्हा, कान्हा रे है राधा। राधा के पूरक है कान्हा, कान्हा के पूरक है राधा, कान्हा के पूरक है राधा। तेरा जीवन है अनमोल, राधे श्याम राधे श्याम राधे।
तेरा जीवन है अनमोल राधे श्याम राधे कृष्ण बोल जय राधे जय कृष्ण जय हो वृंदावन जय राधे जय कृष्ण जय हो वृंदावन श्री गोविंद गोपाल मदन मोहन श्री गोविंद गोपाल दिजु एक साइड मदन मोहन मदन मोहन जय राधे जय कृष्ण जय हो वृंदावन माताजी एकछिन ल वृंदावन जय राधे जय कृष्ण जय हो साइडबाट वृंदावन आउनु माथि श्री गोविंद गोपाल घोडाहरू आए मदन मोहन श्री गोविंद गोपाल मदन मोहन जय राधे जय कृष्ण जय हो वृंदावन वृंदावन जय जय कृष्ण जय वृंदावन श्री गोविंद गोपाल मदन मोहन श्री गोविंद गोपाल मदन मोहन जय राधे जय कृष्ण जय हो वृंदावन जय राधे जय कृष्ण जय हो वृंदावन जय राधे जय कृष्ण जय हो वृंदावन श्री गोविंद गोपाल मदन मोहन श्री गोविंद गोपाल मदन मोहन जय राधे जय कृष्ण जय हो वृंदावन वृंदावन जय राधे जय कृष्ण जय हो वृंदावन श्री गोविंद गोपाल मदन मोहन श्री गोविंद गोपाल मदन मोहन जय कृष्ण जय हो वृंदावन जय राधे जय कृष्ण जय हो वृंदावन जय अहिले हामी लौरी बिनाबाट माथि चढेर यहाँ आइपुग्यौँ अहिले यहाँ माननीयज्यू उहाँको परिवारसहित हाम्रो 108 साध्वी तारा माताजीको आगमन भएसँगै अहिले हाम्रो यहाँ दिव्य दर्शन भइरहेको छ। यो भ्रमण एकदमै अविस्मरणीय छ, जहाँ चाहिँ हामीलाई मार्गनिर्देशन गर्दै बाणीका दिव्य वचनहरू श्रवण गराउँदै यहाँ यस्तो खर्के यहाँनिर देख्न सक्नुहुन्छ, त्यो खर्क हो। त्यस्तो माथि अब घोडाहरू चढ्ने हेर्ने हुन्छ। इन्जोयबल भइरहेको छ हाम्रो यात्रा। अहिले हामीसँगै हाम्रो महाराजजीहरू पनि हुनुहुन्छ। उहाँहरू चाहिँ अलिक अगाडि नै गइसक्नु भएको छ। अहिले हाम्रो माताजी आउनुभयो। एकछिन हामी हाम्रो माताजीको केही कुराहरू सुनौँ। म केही सोध्छु माताजीलाई। माताजी कस्तो हुँदैछ? यो एकदम यात्रा अद्भुत छ। अब धेरै माथि आउँदैछ, हामी अब टुप्पोमा पुग्दैछौँ। हजुर, अब आनन्द लागिरहेको छ। गर्मी भयो भने चिसो भइदिन्छ, अनि चिसो भयो भने घाम लाग्छ। त्यस्तो वातावरण बनिरहेको छ। परमात्माको कृपा हो। त्यही त हामीलाई स्वागत गरिरहनु भएछ जस्तो छ होइन माताजी? हो, मलाई पानी खान मन लाग्यो। हस् हस्, प्रणाम प्रणाम।
बिना, हात्तीको दाँत छैन भने हात्तीको पनि अस्तित्व छैन। हस्ती दन्त बिना, अनि अरू छ थुप्रै छ भजन। नारी पुरुष बिना, एउटी नारी विवाहिता नारी पति बिना ऊ पनि अधुरै हुन्छ। विवाहिता नारी आफ्नो पति छैन भने ऊ अधुरो हुन्छ। नारी पुरुष बिना, जैसे पण्डित ज्ञानहीन, जैसे पंडित ज्ञान बिना हीन, जैसे पंडित ज्ञान बिना हीन, वैसे नर प्रभु नाम बिना, सुमिरण कर ले मेरी मना तेरी, बीती उमर कृष्ण नाम बिना, सुमिरन कर ले मेरी मना तेरी, बीती उमर कृष्ण नाम बिना। हे मन सुमिरन गर हरेक समय, खाँदा पिउँदा उठ्दा बस्दा अनि यात्रा गर्दा पनि नडराउनु पऱ्यो कसरी केही हुन्छ कि केही हुन्छ कि। जब परमात्मा विश्वास छ भने कुनै कुरामा हामीले डर राख्ने भयो। हरेक समय सुमिरन गर। पश्यन् शृण्वन् पृछन् जिग्रन्, नशन् गच्छन् स्वपन शोषन, प्रलपन विसृजन गृह्णन्, नुन्मिषन् निमिषन्नपि, इन्द्रियान् निन्द्रियार्थेषु वर्तन्ते इति धारय। खाँदा पिउँदा हिँड्दा बस्दा सुत्दा उठ्दा हरेक समय हामी भक्ति गर्छौँ भने त्यही हो ध्यान, त्यही हो समाधि, त्यही हो परिक्रमा, त्यही हो साधकको लक्ष्य। र हामी जहाँ पनि जान्छौँ हाम्रो लक्ष्य चाहिँ परमात्मासँग, परमात्माको खोजीमा हुनुपर्छ। हामी बजार सहर घुम्छौँ, राम्रो बजार देख्यौँ, अहो यो प्रकृति कति राम्रो परमात्माले बनाउनु भएको, परमात्माले बनाएको एउटा सानो सहर त यति राम्रो छ भने परमात्मा कस्तो हुनुहुन्छ होला। राम्रो एउटा मान्छे देख्यौँ, कुनै एउटी स्त्री अति राम्री छिन्, उनलाई देख्दाखेरि यो रूपले हेरौँ कि ओहो परमात्मा हजुरले केही न केही रूप चाहिँ उसलाई पनि दिनुभएछ है, म हजुरको केही रूप यहाँ देख्छु छवि। कुनै एउटा पुरुषलाई अति सुन्दर देख्यौँ भने हे श्री कृष्ण तपाईँको छवि। एकपल्ट एउटा मानव एउटा मनुष्य उताबाट आउँदै रहेछ, यताबाट सन्त जानुभएछ सुरदास। सुरदास अन्तर आँखाले देख्नुहुन्थ्यो, यति कालो रहेछ त्यो मान्छे। सुरदासले प्रणाम गर्नुभएछ, ओहो कन्हैया, किन मलाई कन्हैया भन्नुभएको तपाईँले भन्दा तपाईँमा जो कालो रूप छ नि त्यो कृष्णको रूप देखेँ मैले, त्यसले गर्दा तपाईँमा पनि त्यो कृष्णको केही रूप आएर मैले कन्हैया देखेँ। हरेक कुरामा परमात्मालाई देख्छौँ क्या, हरेक यो विराट नै परमात्माको एउटा स्वरूप हो। यी सबै वन जङ्गल, यो सबै डाँडा काँडा, यो परमात्माको एउटा सुन्दर सिङ्गार हो। परमात्माले नै बनाएका छटाहरू हुन् र हामी रोम रोममा परमात्मालाई नै देखिरहनु। जसरी अर्जुनले आफू भोलि मर्दैछन्, आज कृष्ण 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 जपेर सुतिरहेका छन्, निद्रामा छन् मस्त। श्रीकृष्णले यो भोलि मर्दैछ मेरो सखा अर्जुन, यिनलाई केही कुरा सोध्नु पर्यो भनेर जाँदा त मस्त निन्द्रामा यसो ध्यान गरेर हेर्दा त उनको रोमावली जति रौँ छन् ती रौँ कृष्ण 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 नाम आइरहेको। श्रीकृष्ण थपक्क बसेर उनलाई मालिस पो गर्न थाल्नुभयो, चरण दबाउन थाल्नुभयो। कृष्णले जब चरण दबाउँदा युधिष्ठिर पनि आउनुभयो, रुक्मिणी आउनुभयो, त्यहाँ हरेक रानीहरू आउनुभयो। अर्जुनले जब निन्द्रा खोलो त्यति बेला कृष्णले चरण दबाएको देखेर के गर्नुभएको, प्रभु मलाई यो के को भार बोकाउनु पर्यो। हे अर्जुन, तिमीमा भएको जुन नाम हो, रोम रोममा मेरो नाम अङ्कित छ, म के भनौँ, म नै तिम्रो एउटा बसमा परिसकेँ। जति जति हामी नाम जप्छौँ नि त्यति त्यति रोम रोममा इङ्कित हुन्छन् ती नामहरू, लेखिन्छन्। अब ती नाम बाहिर जाँदैन, हामीले जपेका नाम हाम्रै रोम रोममा लेखिन्छन् क्या। जति जप्यौँ त्यो कुरो परमात्माले देख्नुहुन्छ, हामी देख्दैनौँ। जीवनमा मैले यति नाम जपेँ यति भनेर हिसाब नगर्नु कहिले। हामी जति गर्छौँ नि त्यो हिसाब परमात्माले नै गर्नुभएको हुन्छ। त्यसले गर्दा नाम जपमा जति ठुलो अरू संसारमा केही छैन। नाम जप्न हामीले किन छोडिरहेका छौँ? नाम जपन क्यों
छोड़ दिया तूने, नाम जपन क्यों छोड़ दिया। क्रोध न छोड़ा, झूठ न छोड़ा, क्रोध न छोड़ा, झूठ न छोड़ा, सत्य वचन क्यों छोड़ दिया तूने, नाम जपन क्यों छोड़ दिया। क्रोधलाई छोडेनौ, झुटलाई छोडेनौ, लोभलाई छोडेनौ, मोहलाई छोडेनौ, तर नाम जप्न छोडिरहेछौँ। अनेक बहाना गरेर परमात्माको नाम जप्न छोडिरहेछौँ। जप्दा जप्दै जपा सिद्धि प्राप्त गर्नु अरे। हामी हिँड्दा आफै अटोमेटिक जपियोस् क्या। माला तो करमे फिरे, जीव फिरे मुखमा आई, मनुवा तो चौदिशा फिरे, एतो सुमिरन आई। अब हामी पहिला सुरुवातमा त त्यही हुन्छ। माला जप्न बस्दाखेरि हाम्रो मन चाहिँ चारै दिशा घुमिरहेको हुन्छ, हातमा माला छ, अब जिब्रोमा नाम पनि जपिरहेको हुन्छ, तर मनुवा तो चौदिशा फिरे। हाम्रो जुन मन छ नि, मणिराम भन्छन् यिनलाई, मणिराम चारतिर चक्कर लगाइरहनु भएको छ। यहाँ माला हामी जप्दैछौँ, ब्याङ्कको हिसाब किताब हुन्छ त्यति बेला, चरको हिसाब किताब धनीमानीहरूको, कसैको भोजनको, कसैको श्रीमानको, कसैको छोराछोरीको, कसैले कति कमायो भन्ने कुरा चाहिँ यो मणिरामले खोजिरहेको हुन्छ। त्यसले गर्दा हामी जबरजस्ती जितेर जब नाम जप्छौँ नि, अनि सिद्धि प्राप्त हुन्छ, जपा सिद्धि। अनि माला पनि लिनु पर्दैन त्यो अवस्थामा, कुनै झोली पनि बोक्नु पर्दैन, जिब्रोले पनि जप्दैन, मनबाट जपा सिद्धि प्राप्त भएपछि अटोमेटिक जपिरहेको हुन्छ। त्यस्तो अवस्थामा जबसम्म हामी पुग्छौँ नि, अनि त्यहाँ पुगिसकेपछि मात्रै नि हामी भक्तिको पराकाष्ठमा, अनि त्यति बेला हाम्रो त नामलाई कसैले खोज्न सक्दैन, कुनै कुराबाट हाम्रो कसैले अल्मल्याउन सक्दैन। मान्छेसँग बोलिरहेका छौँ भने नाम जपिरहेको छ। काम करते रहो, नाम जप्ते रहो, हर समय कृष्ण का ध्यान धरते रहो भनेर चाहिँ भन्नुभएको छ। प्रणाम। छुट्टी दिनु है। म चाहिँ बस्दिनँ नि के अरे गृहस्थमा। पहिलाका ऋषि मुनिहरूको जमानामा कहाँ यसरी बसिरहेको गृहस्थमा, एउटा सन्तान बसेर कोही हिँड्दिन्थ्यो, कोही के होइन। अनि आनन्द अर्कै हुन्छ ऋषि मुनिहरूको छेउमा, तपस्याको फल अर्कै खालको आनन्द। उनले त्यो वचनमा आएका थिए, त्यो जुत्ताले गर त्यो सर्पको टाउकोमा लाग्यो, सर्प उछिटेर पर उसलाई डस नआँटेको थियो राजा। उसले राजालाई मार्नमा, सर्पलाई मार्नु भनेर हानेको होइन, उसले वीरगति प्राप्त गर्यो। अनि के त्यहाँ हलचल भयो, बाहिरबाट जति देख्नेहरूले के भने, यसलाई पक्र पक्र पक्र, राजालाई यसले जुत्ता हान्ने भनेर पक्रियो। अब यता निर्माण भयो र भर्खरै भोजन तयारी भएको छ। हाम्रो साध्वी माताजीले भोजन ग्रहण गर्दै हुनुहुन्छ। अनि हाम्रो विमल महाराजज्यू, माताजी अलिकति पानी परेर पनि भयो है, समस्या पनि भयो। पानी सानी केही दियो छैन, मैले भात देखिरहेको छु यहाँ ए हो र, अगाडि यति भोक लागेको छ। अत्यन्तै यस्तो मिठो मेहनतको खाएको, यति मिठो हुँदो रहेछ, यो वर्णन नगरौँ। हाम्रो मिराचन्द माताले यो अचार के को बनाएर ल्याउनु भएको, त्यस्तै छ, चिन्कीको रस त्यस्तै छ। क्षुधा निवृत्तिको लागि, उदरपूर्तिको लागि पनि आहार अनिवार्य छ। र यति टाढा आइपुग्दा हामीले यहाँ आफ्नै हातले भोजन बनाएर भोजन प्रसाद वितरण हुने कार्य भइरहेको छ। यो देख्न सक्नुहुन्छ गुन्द्रुक, यहाँ भोजन हाम्रो मिराचन्द मातेज्यूले यहाँ पस्किँदै हुनुहुन्छ। ठ्याक्कै परमधामकै भाव उद्घाटित भएको देख्न सकिन्छ। सुख हुनका लागि बडा बडा महल चाहिँदैन, सानै स्थलमा प्रकृतिको गोदमा रहेर पनि हामी आनन्दित हुन सक्छौँ।
आराम लिएर सुत्नु भएको अरे क्या। त्यहीबाट अब अहिले पनि किंवदन्ती के छ अरे भन्दाखेरि महादेव चाहिँ अहिले पनि त्यही हुनुहुन्छ, कतै जानुभएको छैन र ध्यान गर्दाखेरि छिटो ध्यान लाग्ने पनि त्यही स्थान हो। ध्यान गर्ने त निलो देखिएको ध्यान त्यतातिर गरे हुँदैन, ध्यान त्यहाँ गर्ने। त्यहाँ गएर गर्नु पर्यो है। हजुर अनि फेरि शिवजीले विष बमन गरेको स्थान पनि छ भन्ने सुन्नमा। यहाँ त्यो हामी हिजो आउँदा आउँदै लालीगुराँसको जङ्गल थियो, हजुर जहाँ हल्का माता चाहिँ टाउको दुखे जस्तो भएको थियो नि, हजुर हो त्यहीँनिर हो। ए त्यहाँनिर चाहिँ त्यो लौरी बिना भन्दा अलिक तलतिर चाहिँ शिवजीले कमिट गर्नुभएको ठाउँ हो त्यहाँ। पिसलाई अब हामी अनि सिँढीतिर कहाँ लाग्यौँ यता? माथि ऊ आएर त्रिशुला हो, त्यहाँबाट प्रभावित भएको रहेछ ठ्याक्कै त्रिशुला आकारको धरा छ। भनेपछि यो गोसाइकुण्डको मूल स्थानै त्यही हो। हजुर यो सकल जलराशिहरू त्यहीँबाट जम्मा भएको हो। परिक्रमा गर्दै त्रिशुल रोपेको ठाउँ त्रिशुल धारा हिँड्दैछौँ। हाम्रो मिराजजी हुनुहुन्छ साथमा। अहिले बिहानैको समयमा हामी हिँड्दैछौँ र मिना दिदी पनि हुनुहुन्छ यता। हाम्रो आचार्यजी विमल आचार्यजी छाता उडाउँदै हिँड्नुहुँदैछ। यो गोसाइकुण्डको परिक्रमा हुँदैछ अहिले। जय जय राज श्री राज, जय राज 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 जय जय राज श्री राज, जय त्रिगुणरहितं सद्गुरुं तं नमामि। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री जय जय जय। हामी त्रिशुली नदी तर एक हातमा गएको, एकपट्टि त्रिशुली नदी गएको देख्छौँ नि, अर्कोपट्टि बन्द छ। शिवजीले तिनवटा त्रिशुली भोटेर तिन धारा गरेर एक दुई तिन यसरी गर्नु। एक गिलास आएर चाहिँ के गर्नु? साक्षात् शिवजी विराजमान भएको यो कृष्णावलोकन हेर्नुहोस् कस्तो छ। साक्षात् शिवजी बसेको ठाउँ यस्तो हुन्छ। यो कैलाश भयो, यही हो कैलाश। अर्को कैलाश अहिले यस्तो अनुभूति भइरहेको मलाई। म कैलाश पर्वतमा छु, शिवजीकै सानिध्यमा छु, शिव पार्वतीकै सानिध्यमा छु र यही हो कैलाश पर्वत। अर्को हुन सक्दैन भन्ने मलाई यस्तो अनुभूति भइरहेको छ। हुन त अर्को कैलाश होला, तर यति मनोरम हेर्नुहोस् त कस्तो ठाउँमा शिवजी बस्नु हुँदो रहेछ। एकपल्ट पृष्ठ अवलोकन गर्नु। अनि यो छ तिनवटा त्रिशुलको छुरीले रोपेर यो जल बस्दै 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 त्यहाँ गएर जम्मा भएर अनि शिवजी त्यहाँबाट विश्राम लिनुहुन्छ, जहाँ निलो निलो प्लास्टिक बेरेको थियो। त्यो प्लास्टिक बेरेको ठाउँमा साक्षात् त्यो शिवजी विश्राम गर्दै अलिक पर्तिर निलो विश्राम गरेको एउटा शिवजी उठेको एउटा स्थान हुन्छ निलोको त्यहाँनिर। अहिले हजुरले टाढाबाट देख्न सक्नु भएन, तर यस्तो परिदृश्यमाथि डाँडा काँडा मात्रै हेर्नु, पर्वत हेर्नु, यता हेर्नु हिउँ परिरहेको छ सबैतिर। यस्तो अनुभूति
कि आज साक्षात् शिवजीको स्थानमा आयो। यति पवित्र छ, यति पवित्र स्थान। एकपल्ट टेक्नै पर्ने, एकपल्ट आउनै पर्ने, एकपल्ट देख्नै पर्ने र एकपल्ट दर्शन गर्नै पर्ने ठाउँ रहेछ। र साक्षात् मलाई यो माथिको दृश्यहरू यति सुन्दर लाग्यो, यति सुन्दर लाग्यो, यति आनन्द लाग्यो। शिवजीको शिर हो यो। साक्षात् यही शिर थियो शिवजीको। जय। अब मैले चाहिँ प्रारब्धका बारेमा एउटा कथा श्रवण गराउन चाहन्छु। हजुर एकचोटि जन्मेजय हजुर जन्मेजय भने त परीक्षितको छोरा सबैलाई। हजुर अनि जन्मेजय चाहिँ एकचोटि महर्षि वेद कहाँ जानुभयो। हजुर हजुर अनि कुरा चल्दै चल्दै जाँदा हजुर जस्तो भगवान् हाम्रो चाहिँ वंश परम्परामा भइबक्सिन्छ। हजुर पाण्डवहरू कौरवहरूकै वंशका हुन्। हजुर भगवान् कृष्ण जस्तो हामी साथमा हुँदा यो चाहिँ कुरुक्षेत्रको यत्रो युद्ध मचाएर यत्रो चाहिँ नरसंहार मचाउनु भयो। हजुर तपाईँहरूले चाहिँ मजाले रोक्नु सक्नुहुन्थ्यो, किन यस्तो गरेर दिनुभयो भनेपछि जन्मेजय यो सब कुरा हामीले चाहेर पनि हुँदैन। प्रारब्ध पूर्व निर्धारित हुन्छ, यो भगवान्ले पनि परिवर्तन गर्न सक्नुहुन्न। होइन नचाहिने कुरा। मलाई विश्वास लागेन यो प्रारब्धमा। हजुरले ठिक भनेन यो कुरा भने। ल तिम्रो प्रारब्ध भनिदियो त भने मैले। अनि भगवान् तिम्रो प्रारब्ध अब शिकार खेल्न जानेछ। तिमी यहाँबाट दक्षिणतिर एउटा समुद्रको किनारमा अलि साइडमा है कालो घोडामा चढेर ल सेतो घोडा आयो। ल मान्छेलाई छुने होइन बाबु। हजुर सेतो घोडा आयो। कहाँ पुर्याएर आइपुग्नु हो। दिन्छ अनि कालो घोडामा चढेर हजुर समुद्रको किनारतिर तिमी शिकार खेल्न जानेछौ। त्यहाँ एउटा विश्व सुन्दरी एकदमै सुन्दरी कन्यासँग भेट हुन्छ। तिमी त्यसलाई दरबारमा ल्याउँछौ, पछि त्यसलाई बिहा गर्छौ। तिमीले चाहिँ एउटा ठुलो यज्ञ लगाउँछौ र त्यो यज्ञमा तिम्रो श्रीमतीले ब्राह्मणहरूलाई अपमान गर्छ। त्यो घमण्डी टाइपकी थियो र अपमान गर्छ। अपमान गरेर ब्राह्मणहरूले तिम्रो सर्वनाशको श्राप दिनुहुन्छ र तिम्रो त्यहाँबाट अवनति हुँदै 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 जान्छ। र तिम्रो चाहिँ फेरि मैसँग आएर तिमीले महाभारत एकनिष्ठ भावले कुनै प्रश्न नगरिकन कुनै पनि प्रश्न नगरी सुन्यौ भने तिम्रो चाहिँ कुष्ठ रोग लागेर मर्ने जुन प्रारब्ध तयार भएको छ ब्राह्मणहरूको श्रापले त्यो चाहिँ रोकिन्छ। भनेपछि ल ठिक छ, कसरी हुन्छ म पनि हेरौँला भनेर जन्मेजय गयो। घरमा गयो, दरबारमा गयो। गएपछि शिकार खेल्न गएपछि फेरि समुद्र किनारतिर पुगिने होला। फेरि त्यही कन्यासँग भेटिने होला। फेरि त्यसलाई दरबारमा ल्याएर त्यसले भने जस्तै गरे बिहा गरिने होला। त्यो शिकार खेल्नै नजानु भने मेरो प्रारब्ध कहाँबाट लागु हुन्छ र भनेर शिकार खेल्न केही दिन त गएन। बिस्तारै बिस्तारै अब उसले लाग्या लत। राजाहरूको शिकार खेल्ने लतै हुन्छ। कालो घोडामा जानेछस् भने त्यो कालो घोडामा जान्दैन, सेतोमा जान्छु। अनि तबेलामा घोडाको सहिसहरूलाई एउटा सेतो घोडा लिएर आऊ मेरो हुकुम भएपछि महाराज आज त सेतो घोडा सधैँ छ तबेलामा। यसो सोच्यो ठिक छ कालो घोडामा जान्छु, दक्षिणतिर नगइदिउँला नि त। दक्षिणतिर गएपछि पो समुद्र किनार पुगिने हो भनेपछि ल लिएर आइज भने कालै घोडामा सवार भयो। अब दक्षिणतिर नलैजाउँला भनेर उत्तरतिर पश्चिमतिर घोडा कुदाउनु खोज्थ्यो। त्यो मान्छे घोडा बेपत्ता टाप बसेर दक्षिणी पुग्यो।
समुद्रको किनारा पुग्यो कन्यालाई देख्यो कन्यालाई देखेपछि अब यसलाई लगेर बिहान गरेर भइहाल्यो नि त भनेर लगिसकेपछि फेरि अब कन्याले त मानेन बिहा गरेर नभन् त एउटा ठुलो यज्ञ ल्यायो ठुलो यज्ञमा त्यो रानीले श्राप दियो त्यो अपमान गर्यो ब्राह्मणहरू सयौँ ब्राह्मणहरू थिए अपमान गरेपछि उनीहरूले श्राप दियो किनभने विनाश होस् जन्मेजनलाई त्यस्तो रूप लागेर मर्नु परोस् भनेपछि अब जन्मेजयको होस् त खुल्यो प्रारब्ध भन्थ्यो गुरुदेवले सबै चिज भन्नु लाग्यो अब एउटै छ प्रारब्ध तार्नु उपाय महाभारत सुन्ने अनि वेदव्यासजीले महाभारत लगाइरहेको छु सुन्दै गएपछि एउटा प्रसङ्ग आयो एउटा मत्ता हात्तीलाई सुँडमा समातेर भीमले नक्षत्रमा पुर्याइदिनु आकाशतिर जन्मेछ त्यो पनि काहीँ सम्भव हुन्छ कुरो नचाहिने कुरा गर्ने एउटा हात्तीलाई मत्ता हात्तीलाई मान्छेले चाहिँ आकाशतिर पुर्याउनु सक्छ हेर बाबु सिद्धियो अब तिमीले चुपचाप सुने भए पैसा नगर भनेको प्रारब्ध जोगिन्थ्यो हो यही प्रारब्ध हो अब सम्भावना छैन तिमीलाई पुष्टै रोग लाग्छ मर्छौ भनेपछि पछि जन्मेजय पुष्टै रोग लागेर मऱ्यो भन्छ त्यसै प्रारब्ध यस्तो रहेछ क्या प्रारब्धले खोजी पुर्याउँछ ल यो कुरा सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला नसुन्नेलाई लास्टमा यो कता बैकुण्ठ जाला जाला अब यो कुरा कथा सुनेपछि मान्छेलाई टेन्सन भयो के भयो भने प्रारब्धै हुने रहेछ त्यसो भए यो दुनियाँ झमेला किन गरिरहनु अब यो प्रारब्धको कथा नसुने भए म हिजो धेरै मान्छेसँग झगडा गर्थेँ होला प्रारब्ध कथा सुनेको थिएँ किन मलाई ज्वरो आउने हिजो प्रारब्ध लेखाएको थियो त्यो सुन्दार नहेर्नु मेरो प्रारब्ध लेखाएको थियो त्यसैले मलाई ज्वरो आएको गोसाइकुण्ड त नआउनु पाइयो ल गोसाइकुण्डबाट फर्किने क्रममा अझ हामी याक नाम गरेको होटेलमा विश्राम गऱ्यौँ सबै सुविधा सम्पन्न रहेछ होटेल यही कुराको कमी छैन आफ्नै बर्तनहरू बोकेको छ रासनहरू सबै यहाँ किन्न पनि पाउँदो रहेछ रासन तर अलिक महँगो 500 रुपियाँ किलो सब्जी हिजो 1100 को सब्जीले हामी 7-8 जनालाई पुग्यौँ र यहाँ खाना पनि दिन्छन् होटेलमा खानेलाई एकजनाको 1600 लिँदा छन् तर हामी आफै खान्छौँ खाए पनि नखाए पनि 1600 लिँदा छन् हरेक कमराहरू सहितका अति राम्रा र यस्तो राम्रो होटेल यस्तो पनि हामी बसेरै गएका हौँ र फर्किने क्रममा हामी अर्को होटेलमा यहाँ विभिन्न प्रकार धेरै होटेलहरू छन् यसलाई चन्दनबारी भनिन्छ चन्दनबारीमा
आज हामी गोसाइकुण्डबाट ओर्लिएर अहिले हामी धुन्चे पुग्नु अगाडि चाहिँ यहाँनिर हामी भोजन बनाउँदैछौँ। यहाँ आदरणीय हाम्रो माताजी विराजमान भएको छ र अहिले हाम्रो त्यहाँनिर हाम्रो विमल महाराजजीले चाहिँ सब्जी साग हाम्रो चाहिँ छोप्ने कोपी छ त्यसको मुनि सागले छोपेको, किनभने हाम्रो छोप्ने चाहिँ उयो आरी थियो, आरीमा चाहिँ हामीले दाल राख्यौँ, त्यही भएर हाम्रो छोप्ने केही थिएन। अनि अहिले यो हामी कोपी र साग पकाएपछि चाहिँ हामी सिमे साग फेरि बेग्लै भुट्छौँ। माताजी सिमे साग मिठो लाग्छ नि होइन? पानीमा उम्रेको छ अर्गानिक अनि अब सिमे साग छोप्ने नभएर मैले अब हाम्रो के भयो भन्दाखेरि छोप्ने केले भन्दा माताजीले आइडिया दिनुभयो ढुङ्गाले। अनि हाम्रो ध्रुव महाराजी एकदमै आमामा फेरि ठ्याक्कै हुने कस्तो कस्तो। अनि केले छोप्ने भन्दा ढुङ्गाले छोप्ने। ध्रुव भाइले पनि जस्ताको तस्तै ढुङ्गा भेट्नुभयो र ढुङ्गाले छोपेर हामीले भोजन बनाउँदैछौँ। होइन मिलेट छोप्ने नहुँदा ढुङ्गो ल्याएर ढुङ्गाले सब्जी छोपियो। अब हामी यो क्रममा अब सिमे साग एकछिनमा पाक्ने छ। यो सिमे साग यी पानीमा उम्रेको एकदम सङ्लो पानीमा। अनि यो साग अब यो हाम्रो सबै खाने सामग्रीहरू भरिया 7जना छन्। भरिया 7जना भरिया बोकाएर हाम्रो माननीय मन्त्रीज्यू र हामी पनि साथमा हिँडेका छौँ। ठाउँ ठाउँमा भोजनहरू प्रसादहरू सबै हामी मिलेर बनाउँदैछौँ। काहीँ ध्रुव भाइले, काहीँ विमल महाराजीले, काहीँ अप्सरा माताले, काहीँ हाम्रो माननीय मन्त्राणी उहाँले पनि बनाउनुहुन्छ र यसरी हामी सबै मिलेर खाइरहेछौँ। यसको 1 बट्टा टमाटरको पेस्ट बनाएर लगेको थियो, फर्केर यति आउँदाखेरि यति रह्यो। यी सबै परिकार अचारका परिकारहरू हुने सबै माननीय मन्त्रीज्यूको घरबाट आएको यो सबै। यसरी हामी अब क्रममा झर्दैछौँ। ल अब 1 घन्टामा त हाम्रो भोजन लगभग पाक्छ है। कृष्ण कन्हैया लाल की जय, सद्गुरु महाराज की जय। समादरणीय सज्जनवृन्द, धुन्चे भन्ने ठाउँमा हामीहरू आएर यहाँ भोजन प्रसाद ग्रहण गर्ने कार्यक्रम भइरहेको छ र हाम्रो माताजी हुनुहुन्छ। गोसाइकुण्डको दर्शन गरेर फर्केर आउने क्रममा हामी हाम्रो मान्यज्यू, हाम्रो सार्ने, हाम्रो महाराजजी, हामी अरू थुप्रै टिम छ। यो सबै सामान हाम्रै हो। यो सबै भरिया लगाएर उहाँले बोकाएर लानुभयो। पकाउनेका सामग्रीहरू चुल्हा चौकादेखि लिएर र हाम्रो अब यो चाहिँ वनमा खाने कार्यक्रम आजबाट पुरा भएको छ। अनि आज रमाइलो गरेर हामी यसरी कति प्रकारका व्यञ्जनहरू बनाएर यहाँ खाँदैछौँ। अमृतमय, एकदम अमृतमय भोजन। बसिसु